हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। तपाईहरुलाई चाहिँ मेरो यो छोटो मिठो ब्लगमा फेरि स्वागत गर्न चाहन्छु हैन। आजको कन्टेन्ट रहेको छ हामी साना युट्युबरहरु, जति पनि हामी साना युट्युबरहरु छौं नि, एकअर्काले चाहिँ सपोर्ट गर्नुपर्ने एकदम जरुरी देख्यो मैले चाहिँ हैन। अब मेरो चाहिँ जम्मा लगभग 550 ओभर सब्स्क्राइब छ। अच्छा अनि सबैको कोही अब म जस्तै सानो युट्युबरहरुको 500, 600, 900, 1000 जति पनि हामी एउटै छौं नि सानो युट्युबरहरु हो। हामी सबैले एकअर्कालाई चाहिँ सब्स्क्राइब गरौँ, अनि एकअर्काको भिडियोमा लाइक गरौँ, एकअर्काको भिडियोमा कमेन्ट सेयर गरौँ। हामी एकअर्काले नै हामीलाई चाहिँ मद्दत, जति एकअर्काले हामीलाई के भन्छ सहयोग गर्यो हैन, त्यति नै अब हाम्रो चाहिँ आइडियाहरु ग्रो हुने अनि भ्युजहरु राम्रो जाने चान्स हुन्छ। त्यसैले तपाईहरुले चाहिँ के गर्नु पर्यो भने साना युट्युबरहरु हामी सबै एकजुट भएर चाहिँ हामीले एकअर्काकोमा भिडियोमा लाइक गर्ने, शेयर गर्ने, कमेन्ट गर्ने गर्नु पर्यो क्या। अनि हामीले चाहिँ साना युट्युबरहरुले एकअर्काको मद्दत गरेन भने हामी कहिले माथि नै पुग्दैनौँ क्या। अब हाम्रो चाहिँ 400, 500 भ्यू जाने, सर्ट भिडियोमा 2000, 3000 भ्यू गएर त हामी कहिले हाम्रो आइडी ग्रो नै हुँदैन नि त। हाम्रो लङ भिडियोमा तालपर नि 100 भ्यूज नि आउँदैन नि त। यो कारण चाहिँ के हो भने हामी सानो युट्युबरहरुले एकअर्कालाई सपोर्ट नगर्नुको कारण हो मेन चाहिँ हैन। त्यसैले सपोर्ट गरौँ एकअर्कालाई अनि माथि पुगौँ, आइडी ग्रो गरौँ। यो चाहिँ मेरो दिमागमा झट्ट अहिले आइडिया आइहाल्यो। अनि त्यो आइडिया चाहिँ मैले तपाईहरुलाई पोखेको हैन। जति नै हाम्रो साना साना युट्युबरहरु छौं नि, हामी 1000 सब्स्क्राइब, 1100 सब्स्क्राइब हुने नि सानै हो नि त। अनि तिनीहरु सबैले एकअर्कालाई सब्स्क्राइब गरौँ र शेयर गरौँ र सपोर्ट गरौँ है त। ल गाइज है त, धन्यवाद, बाइ बाइ।